अब कन्याममा आएर गाडीले जहाँ उतार्छ त्यहीँ उत्रिन्छौँ अनि त्यहाँ डाँडाबाट यसो त्यो पर देखिएको त्यो मेरो हातले देखाएको पर त्यो एउटा झन्डा फरफराइरहेको छ नि हो त्यो एरियामा चाहिँ बस्छौँ फोटो खिच्छौँ है। तर यो यता तल हिँड्दै आएपछि यो जति हिँड्यो होइन त्यति राम्रो छ क्या यो हेर्नुहोस् है जति हिँड्यो है त्यति राम्रो छ क्या भिडियो बनाउनै मन लागेर हो कि मैले बनाएको यो तर हेर्नु है यो फ्याक्ट्री है यो परको फ्याक्ट्री होइन यो असाध्यै राम्रो छ क्या है ल हेर्नु है यहाँ तपाईँको यस्तो दामी छ है साँच्चै भन्यो भने नि यहाँ चाहिँ एक दिन बस्नै पर्छ क्या मान्छे आएर बिहानदेखि बेलुकासम्म है यो हाइकिङ हुन्छ नि रेगुलर हिँड्ने गरेको मान्छेहरू आउनुभयो भने चाहिँ यो हेर्नु असाध्यै राम्रो छ क्या साँच्चै भनेको मैले आउनु के है। अब यो आई डोन्ट नो है यो भिडियो अब कतिजनाले सेयर गर्नुहुन्छ यो झापाबाट माथि इलामको कन्यामको जसले हेर्नु भएको छ मलाई सेयर नगरे तापनि यो भिडियोमा मैले भन्न खोजेको कुरा र यो ठाउँको बारेमा के तपाईँहरूले सेयर गर्नु भने एटलिस्ट मान्छेलाई थाहा हुन्छ क्या यो तितेपाती पनि यो पनि एउटा हब्स नै हो है टाउको दुखेकोहरू यताउति निको हुन्छ भन्ने सुनेको तर यो त आजकल मासिँदै गएको छ यहाँ भेट्यो मैले यसलाई आनन्द छ यसको मजा लिइरहेको छु ल अति जहाँबाट घुम्यो पनि होइन भ्यू आउने कि चिसो छ हिँड्दा पनि गरिँदैन होइन फ्यामिलीहरू आउनुभयो भने हिँड्न सक्ने मान्छेहरूको साथीहरू फ्यामिलीहरू आउनुभयो भने चाहिँ यहाँ आएर खानाहरू खाएर दिउँसो होइन हिँड्दाखेरिको बेग्लै आनन्द छ क्या बेग्लै मजा छ है। यहाँ हामी है दिदी हाम्रो यता दिदी अब हजुरलाई कस्तो लाग्यो आफ्नो परिचय दिनु न कहाँबाट आउनुभयो तपाईँलाई कस्तो लाग्यो यो ठाउँ काठमाडौँबाट आएको कस्तो राम्रो छ यो ठाउँ रमाइलो लागिरहेछ खुट्टा दुखे पनि रमाइलो लागिरहेछ हिँड्नु चाहिँ पर्छ होइन हिँड्न सकेन भने चाहिँ अलिकति प्रब्लम हुनसक्छ तर साँच्चै भन्यो भने चाहिँ दिदी हो ल अलिकति ठाउँ छ सर्ट हाइकिङको लागि एकदम बेस्ट लाग्यो होइन हजुर अनि शीतल पनि छ हजुर यो काठमाडौँको मान्छेहरूले प्रायः थाहा नभएको हुनसक्छ यहाँ आउट अफ द के भयो इलाम होइन पूर्वमा यसो ठाउँ छ भने थाहा नहुनसक्छ के भन्नु चाहनुहुन्छ जो मान्छे यहाँ आउनु भएको छ नि तपाईँले देखेर के भनिदिनुहुन्छ उहाँहरूलाई झापा जानु होइन अनि इलाम चाहिँ घुम्न नबिर्सिनु भनेर भन्छौँ हजुर इलामको पनि दिदी कन्यामा चाहिँ यसो जानु होइन सबै कन्यामा एक दिन आउनु है नेपालमा यति धेरै ठाउँ छ होइन हामीले अब त्यो ठाउँको बारेमा चाहिँ एक्सप्लोरै गरेका छैन कि अब यहाँ आएपछि है अब यो यस्तो ठाउँहरू पनि नेपालमा छ अब यही ठाउँ कुनै युरोपको नाममा थियो भनेदेखि मान्छेहरूले यसको भ्यालु हुन्थ्यो होला है तर नेपाल भइदिएकोले गर्दा सायद त्यो नेपालमा यस्तो ठाउँ छैन होला भन्ने हिसाबले पनि मान्छेहरूलाई लागेको हुनसक्छ तर यसले के गर्छ है त्यो त नेचरले गर्छ नि ब्युटी अफ नेचर द क्विन अफ द हिल इलाम है अवश्य भन्नु होला क्या के भन्ने क्या मैले अब जति नै बोले नि है भन्न नसक्ने वर्णन गर्न नसक्ने छ तर यति चाहिँ भन्छु होइन एकचोटि इलाम चाहिँ आउनु यहाँ बाटोमा घोडा आउँदैछ अब मैले थोरै घोडालाई बाटो दिएँ किनभने घोडाले घोडाले के गर्छ भनेको त्यो घोडामा नि जस्तो कोही मान्छेहरू होइन मैले यो भिडियो ब्लग बनाउँछु कोही मान्छे इलाममा कन्याम घुम्न घोडामा के छ दाइ अलिकति रेट भनिदिनुहुन्छ 1000देखि 2500को रेटमा है हजुरहरूले यसरी घोडसवारी गर्न पाउनुहुन्छ। अब तपाईँहरू कोही आउनुहुन्छ भने यसरी घोडामा पनि इलामको पुरै चिया बगानहरू घुम्न मिल्छ कि है। अब यो भिडियो जति नै बनाने होइन अब कमै हुन्छ क्या यो ठाउँको बारेमा भन्नलाई अब यो अझ ड्रोन सर्ट भिडियोहरू होइन अझै प्रोफेसनल भिडियो बनाउने ले बनाउनु भयो भने त यो माथिबाट झन् कति राम्रो देखिन्छ होला है भुइँबाट मैले हेर्दा यस्तो छ। नेचर लभर हुन्छ भने चाहिँ अवश्य पनि इलामको यो कन्याममा
आएर हजुरहरूले आफूलाई आफू र आफ्नो परिवारलाई यहाँ घुम्नुभयो भने तपाईँहरूलाई एकदमै मनमोहक आनन्द आउँछ। मलाई चाहिँ त्यही फिल भएको छ है। अब म चाहिँ एकदमै ह्याप्पी छु किनकि मैले यस्तो यो ग्रिनेरी यो अहिले कङ्क्रिटको सहरमा है द जङ्गल अफ स्काई स्क्रापर्सहरू भन्छ नि ठुल्ठुला गगनचुम्बी घरको बिचमा जीवन बित्दै गर्दा यस्तो प्राकृतिक हिसाबमा नेचुरल्ली आकाशतिर हेर्दा पनि त्यति राम्रो आकाश है। अनि यहाँको हावा पनि यति शीतल छ। अनि यो तपाईँको यो ग्रिनेरी तपाईँको यो हरियालीले तपाईँको मनलाई अझ त्यति आँखालाई झन् त्यति मजाले के भन्छ त्यसलाई एकदमै क्या हेरिरहनु लाग्छ है। अब एउटा फिल आउँछ क्या छुट्टै खालको। त्यो छुट्टै खालको फिललाई फिल गर्नु छ भने अवश्य पनि कन्यामा आउनुहोस्। कन्यामा आउनको लागि तपाईँ टाढा हुनुहुन्छ धेरै टाढा पश्चिमतिर हुनुहुन्छ अथवा काठमाडौँतिर हुन्छ भने तपाईँहरूले काठमाडौँबाट डाइरेक्ट भद्रपुरको लागि फ्लाइट लिन सक्नुहुन्छ। अब तपाईँहरू पब्लिक फेयरमा आउनुहुन्छ भने चाहिँ त्यहाँबाट चन्द्रवडीबाट चाराली हुँदै चारालीमा आएर त्यहाँबाट तपाईँहरूले गाडी पाउन सक्नुहुन्छ। चन्द्रवडीबाट चारालीसम्मको यात्रा गर्नुहुन्छ। अनि त्यहाँबाट तपाईँहरूले इलाम जाने गाडीहरू पाउनुहुन्छ। अनि त्यो गाडीमा आए पनि भयो। होइन अब गाडी लिएर आउनुहुन्छ भने चाहिँ तपाईँहरू चाराली झापा बेतामोड चाराली हुँदै यो पनि यसको पनि यहाँ सुविधा छ। तपाईँले एडभेन्चरस ड्राइभ गर्नुहुन्छ भने यो पनि तपाईँलाई यहाँ रेन्टमा पाइन्छ। तपाईँले आफूले ड्राइभ गर्ने अनि पछाडि मान्छे राखेर यो घुम्दा हुन्छ। यो पनि मजा छ यहाँ दुई तिनवटा कुरा छ। एउटा हाइकिङ गर्ने, एउटा यो अहिले गएको यो मोटर यसमा चढेर घुम्ने, अर्को चाहिँ घोडा सवारी गर्ने। यो हिँडेर अलिअलि तालुमा चाहिँ थोरै भित्र त गर्मी भइसक्यो पसिना आउँछ तर बाहिर चाहिँ चिसो छ है फेरि है। ल हेर्नुहोस् यो यहाँको यो हुला कार्यालयको भवन जस्तो देखाएको थिएँ मैले। ल अब म थाकेँ पनि तर यो भन्न चाहिँ देखाउन चाहिँ अझै मन छ। ठिकै छ। अब योदेखि उता के छ भन्ने कुराको लागि चाहिँ हजुरहरू अवश्य पनि आउनुहुन्छ भन्ने आशा राख्दछु। मेरो भिडियोले यो ठाउँको प्रमोसन होस्, टुरिज्म प्रमोसन गर्न कन्ट्रिब्युसन गरोस्। जो कोहीले पनि हेर्नुहुन्छ यो इलामको कन्यामको मैले यो माथिबाट हाइवेको बाटो देखाइनँ। मैले यो एकदम तलपट्टिको यो गाउँ एरिया यो हिँडेर यो एकदमै देखाउने प्रयास गरेको छु। अब अरू यस्ता धेरै भिडियोहरू त होला नि युट्युबमा इलामको बारेमा होइन। तर यो अब यता भित्रपट्टि यो बगानको तल गाउँतिर एकदमै यस्तो बाटो छ निकालेँ मैले होइन। अब हस् त अब इलामलाई अझै मजाले बुझ्नलाई, प्रकृतिसँग अझै मजाले घुल्नलाई तपाईँहरू इलाम आउनुहुनेछ भन्ने आशा राख्दछु। र म चाहिँ फेरि पनि आउने बाचा गर्दै बिदा भएँ। हस् त नमस्ते, हस् त बाई बाई।